यहाँबाट देखिने घार खिवाङ सिख घोडेपानी त्यसपछि स्वात किन्दु पाउद्वार त्यसपछि यस्तो डाँडा गएर माथिको डाँडा खोपरा पाउदारको खोपरा त्यहाँदेखि माथि आगो लागेको जङ्गल टुप्पो टुप्पो इलाका खैर खोला त्यहाँबाट त्यो सोलोप परेको कैची परेको भागमा खैर भरानीको थान छ। यो अन्नपूर्ण पर्यो यो हिमाल अन्नपूर्ण अन्नपूर्ण सरी यो नीलगिरी यो हिमाल नीलगिरी हिमाल अन्नपूर्ण यो चाहिँ अन्नपूर्ण हिमालको सब यो भ्रुङको सबैभन्दा माथिको डाँडामा आएपछि यस्तो देखिँदो रहेछ तलतिर अन्नकण्ठ पहाड भुङ्गाउँको बस्ती तल खोज नदी कालीगण्डकी भरुङ तातो पानी।